एक आना न 6 हुन्छ सारा सारा आना 2 3 उल्टा आयो भैया बाइक बना दिया अनि सब बाइक चाहिँ अहिले चाहिँ ठगस ready. वेलकम बैक माई न्यू ब्लग। आज ब्लगमा हजुरहरूले स्वागत छ। तपाईँहरू पनि सन्चै राम्रै होइसिन्छ होला साथीहरू। के हो साथीहरू, सूर्य अस्ताएकै हो साथीहरू, घाम पनि लाग्दैन त आमा खोइ हौ साँच्चै सूर्य नै अस्ताए के हो, जय घन्टी भयो क्या हो। हुनुपर्ने त त्यही नै हो खासमा होइन, तर साँच्चै यो मतपति नगन यो के भन्छ त्यो पत्र नगन्दा नि हुने रहेछ क्या। यहाँ माथिबाटै भनिसक्नु भयो क्या सूर्य चाहिँ अस्ताएकै हो भनेर है। देख्न सक्नुहुन्छ घाम पनि लागेको छैन है। बिहानदेखि लगभग 7:30 8 बजे बेला भइसक्यो, घाम पनि लागेको छैन। मेरो हिजो धोको लुगा सुकेकै छैन, के छैन। सूर्य अस्ताए पनि आज त अस्ता हुने हो नि, अनि फेरि भोलि घाम लागिहाल्छ होइन। के छ साथीहरू, सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि पाहाडदेखि आइसक्यो है। अनि यता होली खेल्यो। मैले भ्लग चाहिँ गरिनँ यताको, किनभने त्यति साह्रो माहौल पनि थिएन नि त, मतलब भिड भएर जम्मा भएर खेल्ने खालको उयो नै थिएन। अनि त्यहाँदेखि हल्का नर्मल्ली खालको खेल्यो हामी साथी त्यति नै हल्का रमाइलो गर्यो, चिल गर्यो है। अनि भ्लग चाहिँ गरिनँ, पाहाडबाट आइयो रमाइलो माथि खेल्दाखेरि। अनि त्यही हो गाइस। अब अनि चटसँगले म चाहिँ बिहानै उठेर चाहिँ आज लगभग 8:30 म अघि नै उठेको आज त। अनि उठेर मुखसुख धोएर अनि म चाहिँ चिया बनाउँदैछु है। चिया खानु बनाउनु त बिहानै उठेर के जब सुतिरहेको होला अहिलेसम्म साथीहरू। चट्ट म चाहिँ यहाँ बाइक निकाल्यो, बाइक निकालेर अनि त्यहाँदेखि अब लिएर जानुपर्ने छ नि त। अनि चट्ट हल्का स्टार्ट वान ट्यापै हुन्छ नि फेरि। अनि स्टार्ट गरेर राखेको है। पुष्पा हान्नु पऱ्यो नि त, धुलो छ साथीहरू। म चाहिँ लेराङ तर्फबाट चाहिँ लाग्छु है त। हामी अहिले चाहिँ चट्टसँगले पसल आइपुगिसक्यौँ। अनि हाम्रो अङ्कित चाहिँ यहाँ बसिरहेको छ। अनि हामीलाई चाहिँ कस्तो छुकछुकी भइरहेको छ होइन, भोटा कतिखेर होइन। जस केपी भन्दा चाहिँ बालेन चाहिँ डबलमै गइरहेर जानुभएको रहेछ। सो के हेर्दै छैन अङ्कित, यहाँ चाहिँ हाम्रो अङ्कितले चाहिँ हेर्दैछ। नेट हल्का सुल्केको अवस्था छ, सही हो। अघिदेखि हामी चाहिँ हेरिरहेको छौँ त, मुटु टुकटुक हुँदैछौँ, तर डबलले नै गइरहेको छ, केही फरक पर्नेवाला छैन। साथीहरू के छ मेरो साथीहरू, प्यार साथीहरू, हामी चाहिँ चट्ट यहाँ आएको। मेरो हल्का यहाँ बाइकको हिउ जुडे जस्तो लाग्यो, लाइनै आउँदैन के भएको यो। अघि यो हल्लाउँदाखेरि फ्युज आएको थियो, अहिले फेरि आएन। के हो साथीहरू, यसो कमेन्ट गर्नु त भन्नु पर्यो आएको भाइ। यहाँ हेर्नु त यो फ्युजै आएन है। अघि त झन् हुँदैछ, अहिले झन् हुनै छोड्यो, बाटो भयो कि हो। धेरै बाटो भयो झ्याउ बनाउनु। हेरौँ यसलाई यो कसेर के कस्तो हुन्छ, अनि त्यही अनुसार कस्तो के भयो साथीहरू। अनि सरसँगले हाम्रो बाइकलाई चाहिँ यहाँ ल्याउनै पर्ने भयो, हस्पिटल चाहिँ ल्याउनै पर्ने भयो होइन। थोरै हल्का एउटा फ्युज उडेको छ। अनि चट्टसँगले अघि यो मैले हल्का काटेको थिएँ, यो चाहिँ नकाट्नु पर्ने रहेछ। त्यो हल्का काट्नुको कारणले यसको जोड्ने चाहिँ खुस्केछ। त्यही हो। अनि यहाँ हामी चाहिँ चट्ट गाडी डोर्याउँदै लिएर आएर यहाँ हस्पिटलमा चट्ट लिएर राखिरहेको छौँ गाडी। सो हाम्रो चाहिँ बाइक भयो, मेरा भैया बाइक बना दिया। अनि सब बाइक चाहिँ अहिले चाहिँ ठगसँगले यो मैले काट्नु नहुने रहेछ होइन। अहिले चट्ट लाइन आयो,
अघि चाहिँ लाइटै आएको थिएन अघि बित्थामा 200 के चुनाइ लग गया काटेर क्या त्यो काटेर 200 को चुनाइ लाग्यो हेर्नु त यहाँ अहिले चाहिँ ठिकै भइहाल्छ बल्ल बल्ल ल अब हामी पसलतिर लाग्छौँ है त चुना लगायो 200 रुपियाँ एकैछिनमा साथीहरू चटसँगले अहिले चाहिँ हल्का रात परिसकेको छ अनि हाम्रो अर्पण आएको छ अनि अर्पण र हाम्रो च्यालेन्ज चाहिँ के अरे अर्पण भन त 10 पुला पाएन भने म हुक्का म चाहिँ खाने मैले 10 पुला भएर हाने भने सुन न यहाँ सकेन भने त तिमीले खुवाउनु पर्छ मैले 10 पुला हाने भने चाहिँ मैले हुक्का खाने भए हानिन भने चाहिँ अर्पणले खाने भयो हाम्रो च्यालेन्ज अर्पणले मोबाइलै ल्याएको छैन खुवाउँछ अरे नि त जसरी भए पनि होइन अर्पण के खुवाउँछ खाउँदैन खुवाउँदैन मोबाइलै ल्याएको छैन कसरी खुवाउनु आइडी लगइन गर्यो आइडी किन कसैलाई मागिरहेर अर्पणले दिन्छ भन्दा भइहाल्छ त त्यसो त कहाँ हुन्छ त अनि त्यसो त भएन अर्पण लु जे होस् खुवाउँदा होइन पहिले उसले पनि 200 मागिरहेको छ पोसिबल हुनु गाह्रो छ 10 हान्नु भनेको एकैचोटि साह्रो पर्छ साह्रो होइन उसले मागेर उसलाई मैले पैसा दिएँ भएन त्यहीबाट 200 मेरो लिनु ठाउँ पर्दैछ नि उसँग त्यही काट्दा नि भइहाल्छ त्यस्तो पैसा खानु पर्ने 500 चलाउँछु भनेर साथीले भनेर लदिएला नि त भन्नु साथीले त यहाँ भयो हुक्का खाने निर्णय भन्छ नि त राइस हानेर गयो लाटो साथीले ह्याप्पी बर्थडे हानिरहेछ होइन यो अहिले आएर उयो भयो नि त होइन परिवर्तन बोली परिवर्तन भयो होइन होइन लु केपी ओलीले घरमा ग्यास भने मेरो पैसा होइन त्यो चाहिँ 1000 रुपियाँ चाहिँ मेरो गएन होइन त्यो आफ्नो ठाउँमा छ होइन त्यो आफ्नो ठाउँमा छ तर अहिले यहाँ हुक्का त्यो हुक्का खानेको प्लान हुँदैछ नि त त्यसै कठाउँदै भन्छ सो यो गाइस अनि हेरौँ अब हाम्रो च्यालेन्ज भएर बेलुका के हुन्छ है त गाइस अहिले चाहिँ चटसँगले हामी यो हाम्रो पुला पानी ठाउँमा आइपुगेको छौँ हामी राति होइन त्यहाँ हल्का कामसाम उयो गरेर हल्का ढिली आइयो नि त के गरेको अर्पण उयो आर्मीहरू छ त्यो जनाउनु छ नि उयो अर्पण उपर अरे त गाइस अब हामी पुला भान्छौँ हेरौँ है त अब यहाँ कस्तो हुँदो रहेछ काम बढेर भर्खर छुट्टी भएर हामी च्यालेन्जको लागि आएको छौँ होइन हाम्रो यसले चाहिँ च्यालेन्ज देख्छ अर्जुनलाई 12 चोटि हान्यो भने यसले हुक्का खाउँछ अरे त्यही भएर अब हामी आएको छौँ ऊ चाहिँ वार्म अप गर्दैछ के लाग्छ त तँलाई यसले अर्जुनले हान्छ त सक्छ भएको भए त कहाँ च्यालेन्ज 10 साँच्चै 12 होइन 10 12 कि 10 के तिमी सक्छौ त अर्जुन एकछिन वार्म अप हान न सकिन्छ भन्ने हाम्रो हिसाब छ उफ्रा भन यो पुसा यो पनि गर न दुःख पो भन्ने यार डिप्स हान न डिप्स हान न डिप्स लु हान न हान ल एकछिन फेरि नियम छ होइन त्यसो झन् गाह्रो पर्छ यस्तो री म हेरेका कति अल्को छ भन्नु का झुन्डे पक्रेर हानिहाल्छ झुन्डेपछि फेरि झुन्डेको नि फेरि तल झर्नु पाएन ल 1 2 3 गो 1 2 ओइ सकिँदैन ओइ 10 हुक्काको सवाल छ है ऊ झुन्डिरह बरु 10 त हो सक्यो नि फेरि 10 त हो सक्छौ अब 6 त भाग कति 3 भयो होइन अब 7 भाग छ 4 6 बाँकी छ सक्छौ मलाई हानिराख्ने त सक्छौ अब एक आना न अब एक आना 5 हुन्छ 5 अब 5 आना एकछिन रेस्ट यसो झुन्डा झन् फाग हुन्छ नि ना अब एक आना सरासर हान्नुपर्छ अब एक आना न 6 हुन्छ सरासर हान न 2 3 ल यसले पनि 10 हानेन भने हुक्का हो नि त दुईजनाको तर्फबाट त्यस्तो त हुँदैन भाइ मैले त त्यो बाजीले के होइन नि बरुमा हान्दिनँ सबजनालाई गुड मर्निङ है अहिले चाहिँ गुड मर्निङ भइसकेको छ अनि बिहानै अहिले चाहिँ हेर्नु कति बजी जस्तो लागिरहेको छ कति बजे जस्तो लागिरहेको छ साथीहरू भ्लग बनाएको भ्लग पनि जोडी भएर बनाउँछ नि त नि
भ्लग पनि जोडी भएर बनाउँछ नि त नि सही है आऊ आऊ ल सही हो भने त्यहाँदेखि यसो हेर्दाखेरि त बिहानै 5-6 बजे जस्तो लागिरहेको छ होला तर होइन नझुकिनु होला किनकि घाम लागेको छैन नि त आज पुरै सूर्य त अस्तायो नि त अनि हिजोदेखि त आमामा अनि अवस्थाको कारणले चाहिँ घाम लागेको छैन हालसालै चाहिँ अहिले 10 बजिसकेको छ अनि हाम्रो यहाँ 10 बजे उठ्ने चाहिँ यो एन्जल पनि आज त भर्खर उठेको भर्खर भन्दा पनि म चाहिँ अघि 9 बजीतिर उठेँ अनि उठेर हल्का कस्तो घाँटी त अब अझ गर्मी चढ्न थाल्यो नि त हल्का अनि त्यहाँदेखि फ्यान चलाएर सुतेछु अनि जाडोले होइन त्यो चिसो लागेर कस्तो भएको छ अनि तातो पनि खाँदैछु अनि हाम्रो कुकुरले ओइ काले के भयो टेन्सन भयो क्या सुत यसलाई चाहिँ कस्तो गर्मी हुँदो रहेछ क्या यो यसलाई नुहाइदो एकैछिनमा धुलोमा खेलेर आएर फोहोर भइहाल्छ गर्मी हुँदो रहेछ अनि यहाँ धारामा गएर सुत्छ हो त्यो पानीमा चिसोमा नुहाइदो एकैछिनमा फोहोर भएर आइहाल्छ कहाँ गएर डोरले बाँधेर राखौँ भने अब गुम्बुत आउँछ होइन अनि त्यही हो अनि भ्लग के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला त्यति गर्न चाहिँ नभुल्नु होला है त अनि त्यति भनिराख्नु पनि पर्दैन होला हेरेपछि होइन अनि त्यही हो अनि अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ गाइज अनि हिजो चाहिँ मैले चाहिँ 5 मात्रै हान्नु सकेँ यार यो त्यो यस्तो जिम गर्ने त्यो के पो अरे खोइ के पो हो पुलअप कि पुसअप पो ए होइन पुलअप 5-6 मात्रै हानेको म हान्दिनँ कहिले अनि त्यहाँदेखि 10 त हान्नु सक्छु होला उसो भनेको त हारिगयो नि र पनि खाइयो आइयो होइन भिडियो चाहिँ गरिनँ भिड छ नि त लाज लाग्छ थोरै अनि त्यही हो अनि भ्लग के कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला नेक्स्ट भ्लगमा भेट्नुपर्छ यता गाइज सब बाई गाइज